अन्धकारमा जन्मिएकी तर उज्यालो खोज्न कहिल्यै पनि पछि नहट्ने एक प्रेरणादायी व्यक्ति हुन् हेलेन केलर। उनका आँखाले संसार देख्न सकेनन् र उनका कानहरूले आवाज सुन्न सकेनन्, तर पनि उनको हृदयले सारा ब्रह्माण्डलाई देख्यो र सुन्यो पनि। हेलेन केलर 19 महिनाको हुँदा एक भयानक रोगले उनको सुन्ने र हेर्ने शक्तिलाई सधैँका लागि खोस्यो। जीवनले उनलाई एउटा गहिरो र अन्धकारमा धकेल्यो, जहाँ न उज्यालो थियो न कुनै आवाज, तर पनि अन्धकारले उनको आत्मालाई रोक्न सकेन। उनका लागि संसार शब्दविहीन र आवाजविहीन थियो, तर आशाविहीन भने कहिल्यै पनि थिएन। उनले देख्न नसक्ने आँखाले सपना देख्न सिकिन् र सुन्न नसक्ने कानले मनको आवाज सुन्न थालिन्। जुन दिन उनले पहिलो पटक पानीको स्पर्शलाई महसुस गरिन्, त्यो दिन हेलेनलाई लाग्यो कि संसारलाई बुझ्नको लागि बाहिरी आँखाभन्दा भित्री आँखाको जरुरी हुन्छ। उनले साहससँग यो साबित गरिन् कि जीवनका चुनौतीहरू कथा नभएर केवल हाम्रा अध्यायहरू मात्र हुन्। शारीरिक कमजोरीले भन्दा मानसिक सीमाले मात्र मानिसलाई रोकेर राख्छ। दृढ निश्चय र अटुट साहसले हेलेनले जीवनका हरेक चुनौतीलाई पार गरिन्। उनले अन्धकारको अर्थ आशाको अन्त्य नभएर नयाँ उज्यालोको सुरुवात हो भनेर संसारलाई एउटा फरक परिभाषा दिएकी छिन्। उनको जीवनको सङ्घर्ष केवल कहानी नभएर एउटा जीवित प्रेरणा हो, जसले हामीमा हरेक पल प्रेरणाको दियो बालिरहन्छ। आज हामी हेलेन केलरका 110 भनाइको बारेमा सुन्नेछौँ, जसले हामीलाई जीवनमा त्यो भएन त्यो छैन भनेर गुनासो गर्नुभन्दा परिस्थितिलाई स्वीकार गरी साहसका साथ साना साना कदम चाल्न प्रेरित गर्नेछ। आउनुहोस् भिडियोलाई सुरु गरौँ। सबभन्दा खराब कुरा अन्ध हुनु होइन, दृष्टि भएर पनि सपना नदेख्नु सबभन्दा खराब कुरा हो। जीवन या त एक साहसिक यात्रा हो या त केही पनि होइन। आशा नै त्यो विश्वास हो जसले उपलब्धिहरूको बाटो खोज्छ। आशा र आत्मविश्वास बिना केही पनि सम्भव छैन। हामीले गर्ने सानो प्रयासले नै ठुलो परिवर्तन ल्याउन सक्छ। एक्लैले हामी थोरै हासिल गर्छौँ, तर सँगै हामीले धेरै कुरा हासिल गर्न सक्छौँ। हामीले एकपटक आनन्द लिएका कुराहरू कहिल्यै पनि हराउँदैनन्। जुन कुरालाई हामी गहिरो रूपमा माया गर्छौँ त्यो सधैँ हामीमा रहने गर्छ। चरित्र सजिलो र शान्त अवस्थामा विकास हुँदैन। सङ्घर्ष र दुःखका अनुभवले मात्र आत्मालाई बलियो बनाउँछ। संसारका सबभन्दा सुन्दर चिजहरू न त देख्न सकिन्छ न त छोएर महसुस गर्न सकिन्छ, ती त केवल हृदयले महसुस गर्न सकिन्छ। यद्यपि संसार दुःखहरूले भरिएको छ, तर ती सबैलाई पार गर्ने हिम्मत भएका मानिसहरू पनि यस संसारमा छन्। साँचो खुसी बाहिरी चिजबाट आउँदैन, यो त तपाईँको भित्रबाट आउँछ। कहिल्यै पनि आफ्नो शिर नझुकाउनुहोस्, सधैँ गर्वका साथ अगाडि हेर्नुहोस् र संसारको आँखामा आँखा जुदाएर अघि बढ्नुहोस्। विश्वास त्यो शक्ति हो जसले चकनाचुर भएको संसारलाई पनि फेरि उज्यालोतर्फ लैजान सक्छ। जब खुसीको एउटा ढोका बन्द हुन्छ, अर्को ढोका खुल्छ र हामीले प्राय बन्द ढोकामा यति लामो समयसम्म हेरिरहन्छौँ कि नयाँ खुलेको ढोका देख्नै सक्दैनौँ। अँध्यारोमा साथीको साथमा हिँड्नुभन्दा उज्यालोमा एक्लै हिँड्नु राम्रो हुन्छ। शिक्षाको सबभन्दा ठुलो नतिजा सहिष्णुता हो। यदि संसारमा केवल खुसी मात्र हुन्थ्यो भने हामी कहिल्यै पनि साहसी र धैर्यवान बन्न सक्दैनथ्यौँ। कुनै पनि निराशावादीले कहिल्यै पनि ताराहरूको रहस्य पत्ता लगाउन सक्दैन। न त नयाँ भूमिमा यात्रा गर्न सक्छ, न त मानव आत्माको लागि नयाँ ढोका नै खोल्न सक्छ। साँचो खुसी स्वार्थपरक आनन्दबाट होइन, अर्थपूर्ण उद्देश्यमा निष्ठावान भएर मात्र प्राप्त हुन्छ। सुरक्षा एक भ्रम मात्र हो, यो प्रकृतिमा अवस्थित छैन। सधैँ आफ्नो अनुहार घामतर्फ राख्नुहोस्, तब मात्र छायाहरू तपाईँको पछि पर्नेछन्। आशा राख्नु भनेको आत्माको उज्यालो झिल्को हो। साँचो स्वतन्त्रता तब पाउन सकिन्छ जब हामी डरमुक्त हुन्छौँ। कठिनाइहरू तपाईँलाई रोक्नको लागि होइन, तपाईँको साहसलाई परीक्षण गर्नको लागि आउने गर्छन्। संसारलाई हेर्ने सबभन्दा राम्रो तरिका
प्रेमको आँखाबाट हेर्नु हो। हाम्रो जीवनका सबभन्दा सुन्दर क्षणहरू हाम्रो हृदयमा हुन्छन्, तिनीहरूलाई शब्दमा व्यक्त गर्न सकिन्न। जहिले पनि ठुलो सपना देख्न डराउनु हुँदैन, किनकि तिनै सपनाले तपाईलाई अघि बढ्न प्रेरित गर्छन्। साँचो मित्रता कहिल्यै पनि शब्दहरूमा आधारित हुँदैन, त्यो भावना र समझदारीमा आधारित हुन्छ। हाम्रो विचारहरूले नै हाम्रो वास्तविकता निर्माण गर्ने गर्छन्। जसले आफूलाई स्वीकार गर्छ उसले संसारलाई पनि सहजै स्वीकार गर्न सक्छ। सधैँ आशावादी बन्ने प्रयास गर्नुहोस्, किनकि आशावाद नै सफलता र आत्मशक्तिको मूल चाबी हो। जीवनको उद्देश्य केवल बाँच्नु मात्र होइन, पूर्ण रूपमा बाँच्नु हो। कुनै पनि बाधा यति ठुलो हुँदैन जसलाई तपाईको आत्मबलले पार गर्न नसकोस्। हामीलाई उज्यालोले मात्र होइन, अँध्यारोले पनि धेरै कुरा सिकाउँछ। संसारलाई परिवर्तन गर्न सबभन्दा पहिले आफूलाई परिवर्तन गर्नुपर्छ। प्रेम सबभन्दा शक्तिशाली भाषा हो, जसमा सुन्न र बोल्न आवश्यक हुँदैन। साँचो विश्वास त्यो हो जसले चुनौतीको सामना गर्दा पनि तपाईलाई बलियो बनाइरहन्छ। सफलता त्यो होइन जसले तपाईलाई उचाइमा पुर्याउँछ, सफलता त त्यो हो जसले तपाईलाई भित्रबाट समृद्ध बनाउँछ। खुसी बाहिरी परिस्थितिहरूमा निर्भर हुँदैन, यो त तपाईको दृष्टिकोणमा निर्भर हुन्छ। अन्धकार आफैमा एक प्रकारको उज्यालो हो। एक्लोपन तब आउँछ जब हामी आफ्ना सपनाहरूलाई बिर्सन थाल्छौँ। सफलता खुसीको साँचो होइन, खुसी सफलताको साँचो हो। हामी जे पनि बन्छौँ त्यो हामीले सोचेका हुन्छौँ। ज्ञान नै प्रेम र उज्यालो हो। यदि तपाईँ अन्धकारमा हुनुहुन्छ भने उज्यालो खोज्नुहोस्। आशावादी हुनु भनेको अन्धकारमा पनि उज्यालो खोज्नु हो। कठिनाइहरू बिना सफलता सम्भव छैन। साँचो शिक्षा केवल ज्ञान प्राप्ति होइन, त्यो जीवनलाई बुझ्ने कला हो। प्रेम भनेको आफूलाई बिर्सेर अरूका लागि केही गर्न सक्ने भावना हो। अँध्यारोमा बालेको एउटा सानो ज्योति पनि ठूलो आशाको सङ्केत बन्दछ। दृष्टि हुनु ठूलो कुरा होइन, दृष्टिकोण हुनु ठूलो कुरा हो। हामी प्राय असफलताको डरले आफ्नो क्षमता प्रयोग गर्न हिचकिचाउँछौँ। जब तपाईँ आफ्नो डरलाई जित्नुहुन्छ तब तपाईँ साँच्चै स्वतन्त्र हुनुहुन्छ। स्वतन्त्रता तब हुन्छ जब तपाईँ आफूमा पूर्ण विश्वास गर्नुहुन्छ। संसारले सधैँ तपाईलाई सजिलो बाटो देखाउँदैन, तर तपाईको साहसले तपाईलाई अगाडि बढाउँछ। अन्धकारमा बसिरहनुभन्दा उज्यालोतर्फ एक कदम चाल्नु राम्रो हुन्छ। तपाईको खुसी अरूको हातमा छैन, त्यो तपाईको सोचमा निर्भर हुन्छ। बाधाहरूलाई अवसरको रूपमा हेर्नुहोस्, किनकि तिनीहरूले तपाईलाई नयाँ बाटो देखाउँछन्। संसारलाई परिवर्तन गर्न तपाईले आफूभित्रको शक्ति पहिचान गर्नुपर्छ। धैर्य भनेको केवल पर्खनु मात्र होइन, त्यो विश्वासको साथ अघि बढ्नु पनि हो। हाम्रा सीमाहरू हाम्रो मनले बनाएका हुन्छन्, आत्मविश्वासले तिनीहरूलाई तोड्न सक्छन्। यदि तपाईको मनमा आशा र विश्वास छ भने संसारको सबभन्दा ठूलो चुनौती पनि सानो लाग्दछ। साँचो सफलता जहिले पनि अरूलाई प्रेरणा दिनुमा निर्भर रहन्छ। हामीले हरेक दिनलाई नयाँ अवसरको रूपमा लिन सिक्नुपर्छ। साहस भनेको डर नलाग्नु होइन, डरलाई जित्नु हो। समस्या समाधानको पहिलो कदम भनेको त्यसलाई स्वीकार गर्नु हो। हामीले असफलताबाट होइन, प्रयास नगर्नाले हार्ने गर्छौँ। सकारात्मक सोचले तपाईको जीवन उज्यालो बनाउन सक्छ। तपाईको आजको सोचले तपाईको भविष्य निर्माण गर्दछ। जुन दिन तपाईँ आफैप्रति सन्तुष्ट हुनुहुन्छ त्यो दिन तपाईँ सफल बन्नुहुन्छ। सधैँ ठूला सपनाहरू देख्नुहोस्, त्यसलाई पूरा गर्न सधैँ साना कदम चाल्नुहोस्।
तपाईको परिचय तपाईको आत्मबल हो, कमजोरी होइन। सफलता भनेको कहिल्यै पनि नडराई अघि बढिरहनु हो। तपाईको सोचले नै तपाईलाई स्वर्ग या नर्कमा पुर्याउन सक्छ। प्रेम सधैँ बिना शर्तमा हुन्छ, त्यसले कुनै पनि अपेक्षा गर्दैन। दृढ निश्चय नै सफलता प्राप्तिको मूल चाबी हो। सकारात्मक सोचको शक्ति अमूल्य छ, यसले असम्भवलाई पनि सम्भव बनाउँछ। आफ्नो जीवनलाई अरूको सेवामा समर्पित गर्नु नै साँचो सफलता हो। असफलता भनेको तपाईको अन्तिम गन्तव्य होइन, यो केवल एउटा अनुभव हो। दृष्टि भएर पनि दृष्टिकोण नहुनु संसारको सबभन्दा खराब कुरा हो। तपाईको भित्र भएको आत्मबल नै तपाईको असली शक्ति हो। हाम्रो मनको शान्ति नै सबभन्दा ठुलो सम्पत्ति हो। प्रेम सबभन्दा शक्तिशाली औषधि हो, जसले मनको पीडालाई निको पार्ने सामर्थ्य राख्दछ। बाधाहरूको डरले सपना देख्न कहिल्यै पनि नछोड्नुहोस्। जब तपाईँ आफैप्रति विश्वास गर्नुहुन्छ, तब अरूले पनि तपाईलाई विश्वास गर्न थाल्छन्। जीवन सधैँ चुनौतीपूर्ण हुन्छ, तर ती चुनौतीले नै तपाईलाई परिपक्व बनाउँछन्। सकारात्मक सोच नै सफलता प्राप्तिको पहिलो खुड्किलो हो। सच्चा शक्ति हामीभित्रै लुकेको हुन्छ, त्यसैले यसलाई बाहिर खोजेर समय खेर नफाल्नुहोस्। संसारका सबभन्दा ठूलो विजयहरू साना साना प्रयासबाट सुरु हुने गर्छन्। हामीले जीवनका हरेक पलमा केही न केही सिकिरहन्छौँ। जब तपाईँ आफ्नो डरलाई स्वीकार गर्नुहुन्छ, तब तपाईको आत्मबल बढ्न थाल्छ। यदि प्रगति गर्नु छ भने असफलता आवश्यक हुन्छ, किनकि असफलताबाट नै हामीले सिक्न सक्छौँ। संसारको सबभन्दा ठूलो शक्ति प्रेम र करुणामा हुन्छ। हाम्रो सोच नै हाम्रो जीवनको प्रतिबिम्ब हो। समस्या भनेको चुनौती मात्र होइन, एउटा नयाँ अवसर पनि हो। हामी आफ्ना विचारहरू परिवर्तन गरेर आफ्नो जीवनलाई परिवर्तन गर्न सक्छौँ। साँचो बल शारीरिक शक्तिमा भन्दा मन र विचारमा हुन्छ। आशावाद भनेको कठिनाइमा पनि सम्भावना देख्नु हो। हामीले प्राप्त गरेको ज्ञानभन्दा त्यसलाई हामीले कसरी प्रयोग गर्छौँ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। बाधाहरूले तपाईको गन्तव्यलाई रोक्न सक्दैनन्, केवल तपाईको बाटो परिवर्तन गर्नेछन्। संसारका सबभन्दा गहिरा घाउहरू समयले निको पार्दैन, प्रेमले निको पार्छ। सधैँ आफ्नो कमजोर पक्षलाई सुधार गर्न केन्द्रित हुनुहोस्, किनकि त्यो नै साँचो विकास हो। अन्धकारले उज्यालोको महत्त्व सिकाउँछ र कठिनाइले सफलताको स्वाद मिठो बनाउँछ। जब तपाईँ आफूलाई माया गर्न सिक्नुहुन्छ, तब संसार धेरै अझ सुन्दर देखिन्छ। समस्या आए पनि आफ्नो मुस्कानलाई नगुमाउनुहोस्, किनकि त्यो नै तपाईको बल हो। समय सबभन्दा ठूलो शिक्षक हो। तपाईको जीवन तपाईसँग सुरु हुन्छ, अरूसँग होइन। संसारलाई बदल्न सक्ने शक्ति तपाईको मनमा लुकिरहेको हुन्छ। आफैमा विश्वास गर्नुहोस्। आफूमा विश्वास भएन भने हामीले सफलतालाई हासिल गर्न सक्दैनौँ। यदि तपाईले उज्यालो देख्न सक्ने आँखाको विकास गर्नुभयो भने संसारमा अँध्यारो छैन। विश्वास भनेको हावामा उडिरहेको पुल जस्तै हो, जसलाई तपाईले देख्न सक्नुहुन्न तर भर पर्न सक्नुहुन्छ। यी थिए हेलेन केलरका प्रेरणादायी भनाइहरू। एकैछिन सुन्नुहोस् त, यस्तै ज्ञानको नजिक रहन अडियो बुकहरू सुन्नको लागि अडियो घर एप्लिकेसनलाई डाउनलोड गर्नुहोला।